नमस्कार, यो सत्यराजको साथमा आरम्भ हो। आज यस आरम्भ च्यानलमा हाम्रो अतिथि हुनुहुन्छ रणविजय चौहान राउडी राजा। नमस्कार छ रणविजयजी, सन्चै हुनुहुन्छ? अहिलेको नेपालको वास्तविक यथास्थिति, राजनीतिको अवस्था, नेपालमा भइरहेको राजावादीहरूको आन्दोलनको बारेमा आज छलफल गर्नका लागि रणविजयजीसँग हाम्रो वार्तालाप हुनेछ। के छ रणविजयजी, अहिले काठमाडौँमा तपाईको राजावादीहरूको आन्दोलन चर्केको केही दिन भयो, के छ स्थिति? के बुझ्नु भएको छ हजुरले? जनसङ्ख्या चाहिँ बढ्या छ, भिड बढ्या छ हजुर। अब यस्तो मपाईको युद्ध चल्दैछ, त्यसमा हजुर कसैले तपाईँ भनोस् या नभनोस्, मपाई नयाँ शब्दको इजाद गर्नुभयो। अनि त्यही भएर अलिकता कता न कता यहाँ बसेर हेर्नुभन्दा पनि त्यहाँ गएका युवाहरू अन्योलमा छन् कि हामी किन आयौँ, के गर्दैछौँ? आन्दोलनमा गएका युवाहरू। हजुर हजुर, हामी किन आयौँ, के गर्दैछौँ? किनभने पहिलो दिन त्यो फोटो खिचाएर नेताको छेउछाउमा जानेहरू अब आफ्नो आफ्नो कामधन्दामा लागिसके। त्यही बस्नेहरूलाई राजनीतिक कुनै पनि पार्टीमा यदि युवाले गर्नु छ भने काठमाडौँ बस्ने औकात हुनुपर्छ। काठमाडौँ नबसिकन यो सङ्गठनको लागि ज्यानै लाए पनि ती नेतृत्वले मतलब गर्दैन कि, किनभने तिनीहरूसँग छेउमा उभिने भिड हुनु पर्यो, फोटो खिचिदिनु पर्यो, बेला बेलामा घरमा आएर काम गरिदिनु पर्यो, त्यो गर्न सकिँदैन अनि टाढा भइन्छ। अब त्यहाँ गएका युवाहरू अलि अन्यल छन् कि आज चौरमा आउनु, भोलि मन्दिरमा आउनु। एउटाले कस्तो भयो भने योभन्दा पहिलाको आन्दोलनमा पनि एउटा सत्य कुरो के हो भने सडकसम्म पुर्याउनुमा दुर्गा परसाईको ठुलो योगदान हो। त्यो त हेर्यौँ हामीले। त्यो कहाँबाट हो, कसरी हो, त्यो छोडिदिनुहोस्, तपाईँको विचारलाई ठाउँमा पुर्याइदिरहेछ भने त्यो ठुलो कुरो हो। सरक राप्रपाले भनेर 2 वर्ष तल भत्ता खाइसकेका थियो, दुर्गा परसाईले त्यहाँ पुर्याए। यो मपाईको कारण दुर्गा परसाईलाई सिद्ध्याउन आफन्तहरू नै लागे। आज फेरि के देखिँदैछ भने कमल थापा आउनुभयो, यो कमल थापाको योगदान हो, म पटक पटक भन्छु। बाघ आएर सडकमा त्यो भिड देखिएको हो, तर बाघलाई समाउँदाखेरि फेरि त्यही आन्दोलन गर्ने व्यक्तिहरूले भोलि नेपाल बन्दको घोषणा गर्दाखेरि राप्रपाले साथ छोड्ने देखायो कि, राप्रपा नभनौँ राजेन्द्र लिङ्गदेनले। हजुर, किनभने मपाई भन्ने। एकैछिन तपाईँले म रोकेँ। हाम्रो दर्शकबिनलाई चाहिँ एउटा नयाँ शब्द जुन सुन्यो नि, मपाई, यो एक्चुअली के हो? यो कस्तो सन्दर्भमा भन्नुभएको? यो पहिला राम तपाईँ भनिन्थ्यो अनि हजुर भनिन्थ्यो। हजुर, यो चाहिँ सम्मानमा हो, सम्माननीय व्यक्तिहरूलाई। यो राजनीतिक व्यक्तिहरूले के सिकायो भने जसलाई हामीले हजुर भन्छौँ त्यो त शोषक हो, हजुर किन भन्ने, हामी त्यसको दास हो र भनेर हामीलाई सिकायो। हामी विरोधी भयौँ, हामीलाई लाग्यो हो यही सही हो। र जब हामी तिनीहरूलाई सिद्ध्याएर आज यो चप्पल चोरहरू ठाउँमा पुग्दाखेरि बोल्न नदिने, हेर्न नदिने, भाषण दिइरहेछ भने हाँस्न नमिल्ने, अनि के रहेछ भने यिनीहरू त त्यही तपाईँको ठाउँमा आउन खोजेको हो। अब यिनीहरूलाई त्यो ठाउँ नपाएर यिनीहरू मपाईको लडाइँ लड्दैछ कि पहिला म त पहिला मवाद। अनि अब त्यसमा बिथोल्दैछन्, गर्दैछन् होइन। यसपालि पनि निराश नहोस् युवा, किनभने यसपालि निराश भयो भने यो चाहिँ चित्त दुख्दो अवस्था आउँछ नेपाली युवा। अब हेरौँ, अब राप्रपाको कुरो गर्नुभयो हजुरले। अब नेपाली राजनीतिमा अब म पनि केही दिनदेखि तपाईँको यो सामाजिक र तपाईँको समाचार पत्रमा हेर्दै पढ्दै आइरहेको छु र म जस्तो युवाहरू पनि धेरै छन्। अब हकीकत के हो भन्दाखेरि अहिले गणतन्त्रको व्यवस्थामा जनताले शास्ति त भोगिरहेको नै छन्। यसको विकल्पमा चाहिँ राप्रपा र यो तपाईँको राजावादी भनेको छ, तपाईँको हिन्दूवादी भनेको छ, यिनीहरूले एउटा मुहिम चालु गरे, सुरुवात गरे। जनताहरूले एउटा आशा, त्यसमा आफ्नो आशा एउटा खोज्न थाले। अब यसको नेतृत्व कसले गरिरहेको छ, यो अहिले जनता अन्यलमा छन्।
जयशम्भो महादेवले कसैकोले टिटेर ठोकुवा यसैले नेतृत्व गरिरहेछ यो चिजको भन्ने कुरो त्यस्तो केही छैन। पशुपतिनाथमा बसिराखेको नन्दी जस्तो यो देशको जनताको अवस्था छ। भगवान भनेर त्यहाँ उभिया छन्, बसिरहेछ। कहिले उठ्ने हो कहिले परिवर्तन हुने हो थाहा छैन। र अवस्था भनेको भगवानले जे गर्ला हुन पनि हो। हेर्नुहोस्, धर्मलाई मान्नुपर्छ। सबै ठाउँमा हाम्रो शङ्कर भगवानको अनेकौँ रूप छ र अनेकौँ नाम छ। तर यो नेपालमै पशुपतिनाथ किन भएको भने पशुहरूको नाथ हो कि भेडा बाख्राको नाथ, जसले पनि नचाउन सक्ने एउटा लजिक। ठिकै छ। मैले खास तपाईँसँग बुझ्नु खोजेको के भन्दाखेरि अब 2084 आउँदैछ, लगभग अब धेरै समय त छैन र राप्रपाको सङ्गठन तपाईँको ठाउँ ठाउँमा अधिकांश ठाउँमा कमजोर पनि देखिन्छ, धेरै नै फितलो छ। एउटा सानो कार्यक्रम गर्दाखेरि मैले देखेअनुसार चाहिँ तपाईँको 10 जना 15 जना पनि तपाईँको जोड्न गाह्रो भएको स्थितिमा यो राष्ट्र लेभलमा एउटा आन्दोलन परिचालन गरेको जस्तो देखाउने, जोग गरेको जस्तो गर्ने र शीर्ष नेताहरूको कुरो सुन्दाखेरि चाहिँ हामी सडक सङ्घर्षबाट चाहिँ राजा ल्याउँछौँ, हिन्दू राष्ट्र कायम गर्छौँ, सत्तामा पुग्छौँ खालको कुरोहरू सुन्छु। यो कस्तो खालको सडक सङ्घर्ष हो र कहिलेसम्म चल्छ? यस्तो छ, नेता नभनौँ, यिनीहरू वक्ता हुन् कि। हामीले गल्ती कहाँ गर्दैछौँ भने प्रवचन दिने भगवान होइन कि, त्यो ज्ञानी हो, उसले अध्ययन गरेर आयो, उसले प्रवचन दियो, हामी त्यसलाई सुन्दैछौँ, त्यसलाई आफूभित्र लिने नलिने त्यो हाम्रो विचार। नेता नभन्नु, यिनीहरू वक्ता हो सर, नेता बन्ने प्रयास गर्दैछन्। त्यही भएर यो देशको अवस्था यस्तो हो। भोलि राजा आएर के यो सबै चेन्ज हुन्छ रातारात? के हुँदैन। राजेन्द्र लिङ्गदेनज्यूलाई बसाएर सोध्नुहोस् त, भोलि बिहान ज्ञानेन्द्र सरकार गद्दीमा बस्नुहुन्छ, पर्सिदेखि नेपाल परिवर्तन हुन्छ? के चमत्कार हुन्छ? चमत्कार हो कि फेरि त्यही केपी बासँग तपाईँले सम्झौता गरेर यो देश फेरि यही अवस्थामा चल्ने हो? एउटा बजेट थपिन्छ, एउटा मन्त्रालय थपिन्छ, त्योभन्दा बढी के? र अर्को कुरो, प्रश्न सोध्ने जनता भएन कि सर। राजनीतिक, म तपाईँलाई नै भन्छु, तपाईँ मेरो इन्टरभ्यू लिँदाखेरि पनि तपाईँलाई एउटा के महसुस भइरह होला, कुनै एउटा बलियो पार्टीमा गएको भए हुन्थ्यो कि। अहिले नेपालको 90% युवालाई या मान्छेलाई के भएको छ भने घरमा सुत्नु छ या घरबाट बाहिर निस्केर खुट्टा पनि टेक्नु छ भने एउटा कुनै पार्टी चाहिन्छ है। आत्मनिर्भर नै छैन कि, कन्सेप्ट बसेको छ। राजनीतिक चाहिन्छ, नभए सक्दिन्छ, मार्दिन्छ। यो भय त्रास दिमागमा हालेर झोले बनाउँदैछ सर, र केही हुँदैन सर। जसले सबभन्दा धेरै परिवर्तनका कुरा गर्छन् सबै घर बस्या छन्, बिचारा जसको नाम कहीँ आउँदैन त्यो सडकमा काठमाडौँमा कुद्दैछ। र अर्को कुरो, यो सतीको श्रापित देश हो। यहाँ प्रमुख पदमा त्यो नारी जान्छ जसको श्रीमानको हत्याको नाउँमा आज 30 वर्षदेखि राजनीतिक भइरहेछ। र एउटा आशा हुन्छ राजनीतिक कार्यकर्तालाई महिलाको नेतृत्व गरेर प्रमुख, देशको प्रमुख ठाउँमा पुगेर पनि आफ्नो श्रीमानको हत्याको छानबिनको बारेमा चुइक्क बोल्दैन। त्यो देश हो यो नेपाल। र जुन राजा आउँदैछ नि सर, बाई लक र बाई चान्स जे पनि हुन सक्छ। भाग्यमानी हुनुहुन्छ ज्ञानेन्द्र शाह, किनभने उहाँ जहिले पनि टिकाको टोपी लाउनुहुन्छ कि, सानैदेखि। सानो उमेरमा पनि एकचोटि लाउनु भएको थियो, फेरि लाउनु भयो दाइको हत्यापछि। र आज जनताको यो दाह संस्कारको अवस्थामा, देश नै भेन्टिलेटरको अवस्थामा फेरि उहाँलाई त्यो श्रीपेच लाइन्छ होला, त्यो ठुलो कुरो होइन। तर म किन यो सतीको श्रापित देश भन्दैछु भने त्यही राजा श्रीपेच लाएर बस्नु भएको थियो गद्दीमा र आफ्नो भाइको हत्याको छानबिन गर्न सक्नु भएन, बोल्न सक्नु भएन। अनि आज फेरि उहाँ आउँदै हुनुहुन्छ र जनताले न्याय पाउला। यस्तो हो। अब नेपालको एउटा इतिहास त रहेको छ नि त, तपाईँको राजशाही परिवार, अब पृथ्वीनारायण शाहले एकीकरण गरेको देश, एउटा
एउटा इतिहास छ। अर्को कुरो नेपालको अहिलेको अवस्था, तपाईँको जुन आर्थिक मन्दी जुन छ नि त, अहिले पोलिटिकल अस्थिरताले गर्दाखेरि अब नेपाललाई यदि कहीँबाट लोन चाहियो भनेदेखि तपाईँको धेरै बार्गेनिङहरू हुन्छ। एक्चुअलीमा अब लोन दिने संस्थाले पनि नेपाल गभर्मेन्टमाथि अब कसरी विश्वास गर्ने खालको स्थिति पैदा भएको छ नि त, तपाईँको अस्थिरताले गर्दाखेरि, राजनीतिक अस्थिरताको लागि। यदि राजा आउनुभयो भने, एउटा गार्जियनसिपको रूपमा यदि आउनुभयो भने चाहिँ तपाईँको जस्तो विदेशी संस्थाहरूले चाहिँ होइन, राजा चाहिँ एउटा पर्मानेन्ट भनौँ न एउटा यो देशको किङ, एउटा पर्मानेन्ट किङ भएर आउँदै हुनुहुन्छ भनेपछि अब तिनीहरूले एउटा ट्रस्ट गरेर नेपाललाई आगामी दिनमा आर्थिक सुधारको लागि लोन या सहयोग दिने पनि त हुनसक्छ होला नि त। अर्को कुरो हिन्दू राष्ट्रको सवाल, यो विश्वमा अब इस्लामको नाउँमा अब कतिवटा देशहरूको त आफ्नो आइडेन्टिटी छ नि त, इस्लामिक स्टेट, इस्लामिक कन्ट्री भनेर, तर हिन्दू स्टेट, हिन्दू कन्ट्री भनेर त तपाईँको छैन नि त। त्यो भएर पनि नेपालले हिन्दू राष्ट्र र राजा आवश्यक हो कि जस्तो पनि लाग्छ नि त हामीलाई। बाध्यता हो सर, बाध्यता हो यो, राजा आवश्यक होइन त? बाध्यता हो सर। मर्न आँटेपछि राम्रो हस्पिटलमा राम्रो डक्टरसँग देखाएर मान्छे बाँच्न सकेन भने धामी झाँक्री लाउँछ कि, बाध्यता हो। अब यसरी पनि मरिन्छ, अनि त्यो धामी झाँक्री लाउन खोजेको सर। नभए मलाई लाग्दैन, किनभने नीति के हो भने यहाँ क्लियर छैन, र म कुन विचार बोकेको मान्छे हो भने नीतिभन्दा पनि ठुलो नैतिकता हो के सर। नैतिकतामा यदि दोष छ भने नियतिले छोड्दैन। यो हजुरलाई थाहा छ कि छैन, यहाँ त नीति नीति मात्र युवालाई नेताले पढाउँछ। यहाँ नियत भनेको पनि एउटा शब्द छ र नियति भनेको पनि एउटा शब्द छ। नियत मान्छेले आफ्नो आवश्यकता अनुसार फेर्छ, नियति चाहिँ त्यो शनि महाराजले मात्र हिसाब गर्नुहुन्छ कि, र त्यसकै फल हो यो देशको अवस्था। जनताको पनि कमी कमजोरी छ, नेताहरूका पनि छन्, र अब यस्तो अवस्था छ सर, भोलि कुन देशले देला भनेको यो टाढाको कुरो हो। किनभने यहाँ नियतमा मलाई डिफ्रेन्ट लाग्दैछ के सर। आज यो देशमा हजुरलाई थाहा छ कि छैन, कम्युनिस्ट पार्टी भनेको नेपाल राष्ट्रवादी जुन यिनीहरूले भन्छ नि आफूलाई, कम्युनिस्टले राष्ट्रको लागि सबै राष्ट्रवादी हुन्छ। यो राजेन्द्र लिङ्गदेनवाला राष्ट्रवादी मात्र होइन, यो चाहिँ उसले आफ्नो थोगो बनाएको छ। देशमा राजनीति गर्ने सबै राष्ट्रवादी हुन्, त्यो एक अर्कालाई गाली गर्न मात्रै यिनीहरूले त्यो गरे हो। तर यो राष्ट्रवादी पार्टीहरू नि, न पार्टी यो देशमा जन्मेका छन् न नेता जन्मेका छन्। किनभने कम्युनिस्ट पार्टी भारतमा दरभङ्गामा जन्मेको हो, र कांग्रेस पार्टी हजुरको बनारस विश्वविद्यालयमा जन्मेको हो। नेपाली कम्युनिस्ट र कांग्रेस पार्टी, हजुर हजुर। र रह्यो नेताको कुरो, यो राष्ट्रवादी पार्टी चलाउने व्यक्तिहरू तपाईहरुलाई थाहा हुनुपर्ने कुरो हो। आसाममा जन्मेका व्यक्ति प्रधानमन्त्री हुन्छन्, काश्मीरमा जन्मेका व्यक्ति गीताको कसम खाएर आज उहाँलाई एक्लै दोषी बनाउँदैछ, तर त्यो कसम खाएर 25 जना गए सांसद भवन। त्यसमा एउटा राजेन्द्र लिङ्गदेन पनि हुनुहुन्छ। यदि उहाँ सत्यवादी हुनुहुन्थ्यो भने त्यतिखेर नै उहाँले टेबल ठोक्नु पर्थ्यो। अनि यस्ता थुप्रै नेता छन् सर जो यो देशमा जन्मेकै छैनन्। यस्ता धेरै आरोपहरू पनि लाग्छन् त हाम्रो नेपालको अब शीर्ष नेताहरूमा चाहिँ, अब कोही भारतमा जन्मेको, कोही कहाँ जन्मेको, मतलब त्यहाँबाट आएर यहाँ राजनीति गरेको कुरोहरू आउँछ नि त। त्यसले अप्ठ्यारो छैन के सर, जहाँ जन्मे पनि नियत यदि सही छ, देशप्रति प्रेम छ भने गर्न सकिन्छ। मेरो विरोध चाहिँ यो किन हो भने तपाई अरु ठाउँमा जन्मेर प्रधानमन्त्री हुन पाउने, मेरो आमा बिहारको भएको कारण यो देशमा राजनीति गर्न नपाउने, मेरो श्रीमती भारतको भएको कारण नागरिकता बनाउन म वर्षौं कुद्नु पर्ने र यो देशमा राजनीति गर्न नपाउने। तपाईहरु चाहिँ अमेरिकनसँग बिहे गरेर, जर्मनीको व्यक्तिसँग बिहे गरेर यही देशको परराष्ट्र मन्त्री बन्न पाउने। तपाईको छोराछोरी अस्ट्रेलिया अमेरिकामा छन्, पढ्दै छन्। यहाँ नेपाली जनताको छोराछोरी चाहिँ आऊ आऊ सडकमा आऊ। एउटा नयाँ अहिले तपाईको लाइन चलेको छ नि, स्वदेश स्वदेश फर्क पृथ्वीपथ पृथ्वीपथ भनेर के चलिरहेछ नि अहिले।
यो सबै भ्रष्ट पथ हो सर। पृथ्वी पथ नै यिनीहरूलाई थाहा छैन। यो पथ पृथ्वी पथ हिँड्न थाल्यो भने के हो पृथ्वी पथ? त्यो पृथ्वी नारायण शाहले आफूले यो नेपाल एकीकरण गर्दाखेरि भोगेका कुरा के सर त्यहाँ लेखेको, त्यहाँ राजनीतिक छैन। म जुन हजुरसँग सेयर गर्छु ममा राजनीतिक भनेको छँदै छैन सर। म नेता बन्नै सक्दिनँ। यो मेरो भोगाई हो, यो मेरो पीडा हो जुन मैले अनुभव गरेको छु। म तपाईसँग सेयर गर्छु, युवाले जान्नु पर्यो। र त्यो उहाँको पथमा भनेको धेरै कुरा यस्तो छ जुन व्यक्ति त्यो पथमा सुट हुँदैन उसले नै त्यो पथको नारा लाउँदैछ के सर। अनि त्यो पथ कसरी सक्सेस हुन सक्छ? किनभने त्यो पथ सक्सेस भयो भने त्यो व्यक्ति त्यहाँ हुनु हुँदैन। यस्ता धेरै कुरा छन् सर। र अर्को कुरो सर, यहाँ पीडासँग खेलबार हुँदैछ के बुझ्नु पर्यो भने देशको आधी जनसङ्ख्या मैले अस्ति पनि तपाईँलाई भनेको थिएँ रेड लाइट एरियामा छन्। अब त तपाईको 18 वर्ष 17 वर्षको युवा नभनौँ, हाम्रो पालामा 14 वर्षको युवाले बालिक नागरिकता बनाएर खारी मुलुक जान्थे। अहिले त म हेर्दैछु 17 वर्ष 18 वर्षको युवतीहरू रोमानिया दुनिया जहानमा गइरहेछ। 18 वर्षमा जो बच्चा स्कुलमा सेफ छैन, आफ्नो घरमा सेफ छैन, आफ्नो समाजमा सेफ छैन, त्यो विदेशमा छ। र उसले के भोगिरह होला र उसले के गरिरह होला, भोलि त्यो देशमा फर्किँदाखेरि सर के लिएर आउने होला र यो देशले के भोग्नु पर्ला र त्यसको राष्ट्रियता त यो देशप्रति हुन्छ भन्ने मलाई विश्वास छैन। हामीले त हेर्यौँ नि त कोरोनाको बेलामा दुबईबाट 14वटा कि कतिवटा तपाईँको नेपाली दिदी बहिनीहरू आउँदाखेरि सबै तपाईँको भुडी बोकेर आएको, एक लाइन एयरपोर्टबाट निस्केको त भाइरलै भएको थियो। र अहिलेको समयमा सर प्रधानमन्त्रीले देशको यस्तो अवस्था हुँदाखेरि मेरो युवा वर्ग यो देशमा बसोस्, यही केही गरोस्, आफ्नो बाउलाई आगो दिन सकोस्, मलामी जान सकोस् भन्ने वातावरण मिलाउनुको साटो के भन्दै हुनुहुन्छ भने जहाँ जानु छ जाऊ तर बिहे गरेर जाऊ। हो, किनभने बच्चा त छिमेकीले पनि जन्माइदिन्छ, जनसङ्ख्या चाहियो, भोट ब्याङ्क। अब उहाँलाई त सबैले विरोध गरिदिन्छ गणतन्त्रवादी हो भनेर। म राष्ट्रवादीको कुरो भन्छु। 4 दिन यिनीहरू सडकमा गए, नेता बन्न थाले, अब फेरि राजा बन्दैछन्। यिनीहरूले जे बोले पनि हुने के लजिक। कमल थापाजीले के बोल्दै हुनुहुन्छ भने बोयफ्रेन्ड लिएर आउनुहोस्, गर्लफ्रेन्ड लिएर आउनुहोस्। मलाई थाहा छ तपाईहरूले 4-4वटा राख्नु भएको छ, 4टैलाई लिएर आउनुहोस्। मिडियामै बोल्नु भएको छ, मिडियामा बोल्नु भएको छ सर। यो मैले फलानु नेता फलानु जन्मेको भने म कहाँबाट थाहा पाउँछु? यही मिडियाले भन्दैछ सर। हिजो कमल थापाको आइरहेछ, 4 जना लिएर आउनुहोस्। अब राष्ट्रियता धार्मिक पार्टी तपाईको अनि सम्मानको कुरो गर्नुहुन्छ राष्ट्रको, तपाईलाई लाज लाग्दैन? मिडियामा आफ्नो देशको, तपाईलाई मात्र होइन यो सबै संसारलाई थाहा छ यो देशको अवस्था कस्तो छ, तर आफ्नै देशको नाङ्गोपन तपाईले आफ्नै मुखबाट बोलेर आफूलाई नेता भन्नु भनेको 4वटा जुन युवतीले 20 वर्षको युवतीले 4वटा केटा खेलाइरहेछ र 20 वर्षको युवाले या 40 वर्षको 60 वर्षको बुढोले 4वटा युवती खेलाइरहेछ भने कहाँ गयो तपाईको संस्कार र तपाईँ धार्मिक पार्टी र तपाईँ यसलाई प्रचार गर्दै हुनुहुन्छ? किनभने तपाईलाई त्यो भिड सडकमा चाहियो, त्यो मरोस् बाचोस् त्यसको सम्मानसँग तपाईलाई मतलब छैन। तपाईलाई अर्कोचोटि सांसद भवन छिर्नु छ कि? सबै भोट ब्याङ्ककै पोलिटिक्स हो त। भोट ब्याङ्कको पोलिटिक्स भुखा नङ्गा देशमा सर यस्तो हुन्छ। र मधेसी युवालाई म किन आग्रह गर्छु नजानुस् यस्तोमा। पहाडी मानसिकता हाम्रो मधेसको पक्षमा कहिले पनि हुन सक्दैन सर। मैले यो 2-3 पिढी हेरिसकेँ राजनीतिकको, मधेस आन्दोलन होस् या जेसुकै होस्, यिनीहरूको मानसिकता नै हामीलाई नेपाली सम्झिने छैन के सर। हामी पीडित रहौँ, हामी यिनीहरूको दासमा रहौँ र यिनीहरूको औकात पनि छैन। त्यो यिनीहरूले गर्न सक्नुको मात्र एउटा कारण हो हाम्रो मधेसी नै मधेसीको लागि दलाल बनिदिन्छन् के सर। आफू कुर्सी पाउन आफ्नै साथीभाइको लास बनाएर त्यहाँ पुग्न खोज्छन्।
त्यही भएर हाम्रो सम्मान यस्तो यो देशमा भएको हो। त्यही भएर म भन्छु सोचेर जानुस्। एउटा कस्तो हो सर, मलाई राजनीतिकमा कुर्सी चाहिएको छैन, तर अनुभव एउटा गरेको छु। मेरो आफ्नो आफन्त हुनुहुन्छ हजुरको मधेसी दल उपेन्द्र यादवको पार्टीमा। जुन दिन बाबुराम भट्टराई आएको थियो, म यसरी बसेर भनेको थिएँ यो फ्रड हो, मधेसलाई चुस्न आएको हो, तपाईँहरूलाई लुटेर फेरि यो आफ्नै ठाउँ पुग्छ। उहाँलाई लाग्यो यत्तिकै बोल्दैछ, विरोधी हो। समय लाग्यो सर, तर प्रष्ट देखाइयो कि मधेसलाई लुटेर फेरि त्यही पुगे आफ्नो र आफन्तको लागि। त्यही भएर मधेसको यो अवस्था हो सर। अब तपाईँले भनेअनुसार चाहिँ अब जति जोगी आए सबै कानै छेडेका आए, चिरेका आए भन्नुभएको छ। त जनतासँग विकल्प के छ त? अब जनताले गरौँ त गरौँ के? गणतन्त्र व्यवस्थामा अब जुन भोगी आइरहेछन् त्यो त भोगिरहेछन् तिनीहरूले। अब नयाँ एउटा तपाईँको आशा, तपाईँको राष्ट्रिय के अरे यो राष्ट्रपा घन्टी छाप थियो, त्यो पनि सिद्धियो सर। होइन सर, जसले आफ्नो नागरिकतै फ्यालेर विदेश गयो, धन भएपछि त्यो देश सुधार्न आएको होइन। म पनि यो फोहर गेममा छिरेर 2-4वटा माछा लिएर हिँडौँ भनेर आएको हो। अनि त्यस्ताहरूले परिवर्तन गर्छ। महिनौ दिन पनि टिक्न सकेन नि सर। अब सीके राउतको पनि अब इक्जाम्पल हेरौँ। सुरुमा सीके राउतको कुरो सुन्दाखेरि छुट्टै र अहिलेको तपाईँको राजनीतिमा छुट्टै देखिन्छ। अब उहाँ ओसो भक्त भइसक्नुभयो। इस्कन, ओसो भनेको यस्ता हिन्दूवादी सङ्गठनहरू हुन् जसले अध्ययन गर्नुपर्छ। यिनीहरू हिन्दूलाई सिद्ध्याउनको काम गर्छ। जस्तै अब धर्मको कुरो गर्नुभयो नि, मैले चाहिँ के देखिरहेको छु भन्दाखेरि हाम्रो हिन्दू समाजमा यो नामको मात्र हिन्दू भएर बसेका छन्, अर्थविहीनको हिन्दू। उसलाई आफ्नो धर्मको बारेमा केही थाहा नै छैन। यदि उसले कसले टीका लगाएको छ भने त्यो टीका किन लगाएको, त्यसको अर्थ के? तपाईँको दियो बालेको छ भने त्यो दियो बाल्नुको अर्थ के? व्रत बसेको छ भने त्यसको अर्थ के? त्यो बिना अर्थको हिन्दू जुन अहिले बनेर हिँडेको छ नि, त्यसको भगाइ हाम्रो समाजले भोगिरहेको हो कि? धर्म छ सर, र तपाईँले जस्तो कर्म गर्नुहुन्छ त्यस्तै पाउनुहुन्छ। आज भन्दा अमेरिकाको धनी मान्छे को बुवाले सायद आजै मिडियामा मैले न्युजमा हेरेको थिएँ भारतको, के भन्नुभएको छ भने म भोलेनाथको भक्त हुँ, मलाई विश्वास लाग्छ। भारत आएर भनेर जानुभयो म उहाँको भक्त हुँ। सनातन भनेको एउटा ठुलो शक्ति हो भनेर जानुभयो। आज हेर्नुहोस् विदेशीहरूले सारी लाउन थाले। रुसमा हेर्नुहोस्, अमेरिकामा हेर्नुहोस्। धर्म हामीले त्यो शिक्षालाई मार्दियौँ। हामी के गर्दैछौँ भने वेस्टर्न कल्चर अपनायौँ। यसरी यो धर्म सके होइन सर। राजेन्द्र लिङ्गदेनज्यूलाई थाहा छ कि छैन? मलाई उहाँसँग धेरै ठुलो प्रब्लम छ सर। उहाँ देशको प्रधानमन्त्री बनेपछि पनि म यसरी नै बोल्छु र उहाँ अध्यक्ष भए पनि यसरी नै बोल्छु, किनभने उहाँको त्यो विरासतमा म राप्रपामा लाग्यो होइन। राप्रपा मेरो पनि हो। उहाँ गलत मान्छे हो। मधेसी केही होइन भन्दै सर। म युवा हुँ र म मधेसी हुँ सर। म नेपाली हुँ र म मधेसमा बस्छु। त्यही भएर मलाई मधेस प्यारो छ सर। र मधेस केही होइन भनेपछि त्यो राजेन्द्र लिङ्गदेन केही होइन के सर। उहाँलाई जानकारी छैन होला। उहाँ त सांसद भवनमा हुनुहुन्थ्यो, कमल थापाको आरोप लाउनुभयो, धर्म मास्नेमा आफू अध्यक्ष बन्नुभयो, आज नेता हुनुहुन्छ। तर उहाँलाई यो जानकारी छ कि छैन? यो धर्मलाई आज सिद्ध्याएको होइन सर। र यो देश भेराहरूको बसाइ भइसक्यो। तपाईँलाई थाहा छ कि छैन? पहिला यो देशमा कन्डम भित्र्याउँदाखेरि कन्डमको यो देशमा प्रचार कसरी गरेको थियो थाहा छ? आजभोलि त धर्मग्रन्थभन्दा धेरै युट्युब र गुगलले बोल्छ। सर्च गर्नु होला, किनभने मेरो शब्द हावामा हुँदैन। यो देशमा कन्डम ल्याउँदाखेरि के प्रचार बनाइयो भने झिल्केदाई छ छैन कन्डम, बुझ्नु भएन? ढाल ढाल। त्यो किन बनाइयो भने गाडी चलाएर एउटा ड्राइभर जाँदैछ, अर्को केटीले जङ्गलमा झिल्केदाई छ छैन कन्डममा भनेर आउँथ्यो अनि ढाल भनेर देखाउँथ्यो। विश्वमा कहीँ पनि हेर्नुहोस् यो कन्डमको प्रचार दाई बाउ भाउजू भनेर बनाएको छैन होला। भारतमा धेरै गीत बन्या होला। अमेरिकन यिनीहरू त वेस्टर्न कन्ट्रीको फलो गर्छ। विदेशमा धेरै गीत बन्या होला।
तर बहिनीमाथि गीत बनेको छैन होला कि। यिनीहरूको गीत कस्तो हुन्छ भने बहिनी कता हिँडेको ट्वाक बनेर प्वाट बनेर हट बनेर लट बनेर के भने आउँछ। यो संस्कारलाई सिद्ध्याउँदै आइयो। अनि त्यसपछि क्रिस्चियन धर्म ल्याइयो, जुन आज खुलिरहेछ नि सर, फलानुले यति पैसा खायो, यो सबै बनाउने त्यही कलाकारहरू होइन। अनि यो सिस्टम आयो। आज क्रिस्चियनमा के छ भने हप्ताको 6 दिन काम गर्छ, त्यो 1 दिन काम गर भनेपछि जति पैसा दे पनि काम गर्दैन कि। त्यहाँ गएर चर्चमा कोट टाई दिएको रहेछ लाउने, अनि सर भनेर बोलाइदिन्छ, ऊ मख, अनि वाइन खाऊ, बफे सिस्टम खाऊ, अनि भन्छ जसले यो धर्म मान्दैन त्यो बाँच्दैन। अनि सबभन्दा भने नेपालको युवा युवतीलाई सेक्स फ्री रे, जेसुकै पनि गर्न सक्छौ, टिका ठालो नलाऊ भनिदिन्छ। अनि फ्री मानसिकतालाई वर्षौंदेखि यो खेलाउँदै आएको के सर। अनि खेलाएर आज अब सक्ने बेलामा के निभिने बेलामा त्यो धेरै दियोले बल लाएको हो। अनि हामीलाई के लाग्दैछ भने आज सकिँदैछ, आज सके होइन सर, यो समय लाग्यो। ठिकै हो, हजुरको भनेअनुसार तपाईँले जस एउटा गहन एउटा अध्ययन गर्नुभएको छ विषयहरूमा। यो देशमा राष्ट्रवादीहरू हुन्थ्यो भने त्यतिखेर नै रोक्नु पर्थ्यो कि सर। झिल्केदाई कन्डम किन मागेको बहिनीले होइन, यो ट्वाक बनेर प्वाट बनेर बहिनीलाई भन्ने हो सर। अनि कस्तो भेरा छौँ कि हामी। र यो बोल्न मलाई बहुत खुसी लाग्छ, तपाईँले मौका दिनुहुन्छ बोल्न के। हामी यो देशको वासी हौँ सर, हामी नेपाली हौँ, हाम्रो पनि त्यति नै अधिकार छ जति त्यो गोरोको अधिकार छ के सर। वर्षौं तिमीले मिठाईलाल राबरी देवी अनि जिलेबी भनेर कार्यक्रम चलाएर पैसा कमायो, पुरा संसार नेपाली ताली पिट्यो, मधेसीको बेइज्जत गर्यो हैन। एउटा मधेसी कलाकार भयो काठमाडौँमा टर ठमा मात्र फरक गर्दाखेरि तिमी मुद्दा लाएर भित्र हाल्दिने। तिम्रो भाषा, तिम्रो धर्म, तिम्रो संस्कार मधेसी खाली बोतल सिसी हो। त्यो समय गयो के सर। र हामीले आफूमा पनि सुधार्नुपर्छ। यो दोगला प्रविधिका जति पनि युवा मधेसीमा छन्, जसलाई के लाग्छ भने हातमा तेल लाएर नेता बन्न सकिन्छ र ठुलो मान्छे बन्न सकिन्छ, त्यो प्रविधिलाई रोक्नुपर्छ सर। किनभने तेल लाएर दलाल बन्न सकिन्छ सर। चाकरी गरेर दलाली गरेर पैसावाला बन्न सकिन्छ, रहिस बन्न सकिँदैन। मधेसका व्यक्ति इज्जतदार र रहिस थिए सर। यो यहाँ यो जग्गामा उब्जाएर यो देशलाई पाल्थे। आज पनि यो देशको जतिसुकै होस् त्यो गरेर खुवाइदिने भनेको यो मधेसका धरती हो। नभए त्यो ढुङ्गामा फरक छ सर। यो मानसिकता युवाको चेन्ज गर्नुपर्छ र यिनीहरूले ड्रग्समा, सेक्समा र अवसरको लालच के। यहाँ जेनरल युवाको के सोच्छ भने के गर्छौ भने पढे या त खारी मुल्क सक्षम छैन भने, सक्षम अलिकता छ भने युरोपमै गएर भाडा मात्छु। आज रोमानियामा के गर्दैछन्? कृषि फार्म, तर आफ्नो ठाउँमा गर्दैनन्। गाई दुहिरहेछन्, यहाँ लाज जान्छ, त्यहाँ कमाइरहेछन् 60-70 हजार। यहाँ त्यो अवस्था पनि छैन। तर जो गएको छैन सर, त्यसको एउटै ठुलो म सपना के हेर्छु भने मलाई नेता बन्नु छ। नेता भनेको कठिन काम हो, बहुत परिश्रम गरेर नेता बन्ने हो। यहाँ चाहिँ के देखाइदियो भने सुतेर उठेर चाकरी गरेर तेल लाएर मसाज गरेर नेता बनिन्छ। अनि जुन बालाई गाली गर्छौँ, जुन आमालाई गाली गर्छौँ, त्यही बन्ने भारमा जाओस्। साथीभाइ छोडिदिरहेछ, समाजको मतलब छैन। आज हामीले भन्दैछौँ अरूको समाज, अरूको दिदी बहिनी, भोलि त्यो प्रकोप हाम्रोमा पनि आउँछ सर। आज हेर्नु न, जानकी मन्दिरमाथि नाच्ने व्यक्ति नि अब त कुनै समुदायलाई यो राजनीतिक व्यक्तिहरूले यस्तो गर्दैछ सर कि त्यो समुदायको नाम लिने बित्तिकै मुद्दा पर्छ। समाजका विज्ञ, डक्टर इन्जिनियरका छोराछोरी र डक्टर इन्जिनियर बनेका व्यक्तिहरू जानकी मन्दिरमाथि नाच्छन् र कसरी त्यसका बाबुआमाले पनि लाई खाँदैछ के सर। देवरा ढोरी चटनाबा सीता माता र लक्ष्मणको त
आमा छोरा भन्दा गहिरो सम्बन्ध देखाएको छ। अनि देब्रा धोडी चटनामा तपाईँको छोरीले त्यहाँ नाच्दैछ, तपाईँ लाइक गर्दै हुनुहुन्छ। अनि तपाईँहरू धर्म मासियो भन्दै हुनुहुन्छ, क्रिस्चियनले मास्दियो, मुस्लिमले आक्रमण गर्यो, होइन हिन्दूले हिन्दुत्व सक्दैछ। अब यहाँनिर तपाईँको यदि अब जुन युवा युवतीहरू अहिले त छर्लङ्गै छ तपाईँको टिकटकमा गिफ्ट पाउनको लागि, आफ्नो भ्युज बढाउनको लागि, अब तपाईँको छाडा बोलेको, अभद्र तपाईँको लुगा लगाएको, आई मिन त्यो सबै क्रियाकलापहरू गरेको समाएको छ नि सर, त्यो त गरिरहेछ नि त। अब उनीहरूलाई चाहिँ अब तिमीहरू यस्तो लुगा लगाउनु मिल्दैन, हाम्रो धर्म र संस्कृतिमा यो सब चिज सुट गर्दैन भन्दाखेरि तिमीलाई आफ्नो अधिकार हो, यो मेरो अधिकार, इट्स माई चोइस, होइन म आफ्नो हिसाबले हिँड्छु, त तिमी भनेको त भनेको हो भन्ने खालको कुरोहरू पनि आउँछ नि त। त्यो सर यस्तो हो, यो जहाँ पनि हुन्छ, राइट्स पहिला हामी गर्छौँ, त्यो राइट्समा पनि धेरै राइट्स छ जुन गाह्रो गरिदिन्छ समाजमा। ओभर राइट पनि हुनु हुँदैन। मलाई एउटा खुसी लाग्यो, एउटा समथिङ स्टार भन्ने निस्किया थियो टिकटकमा, अत्यन्तै छारा बोल्दैछ कि, त्यो बच्चाले पनि चलाएको छ, सबैले चलाएको छ, उसलाई समाइयो, उसले अब गर्दिन भनेको छ। तर दुःखद कुरो कहाँ छ भने यो समाजको सर, त्यो के स्टार भन्ने छ त्यो, होइन त्यो युवाले एक्लै त छारा बोलेको थिएन नि सर, त्यो लाइभमा छारा बोल्थ्यो, उसको छेउमा 2 जना केटीहरू बस्थे कि। यहाँ सिस्टमले होस् या यो समाजले होस् या राजनीतिक जसले पनि गर्दैछ त्यो गलत गर्दैछ कि। नारीलाई जहिले पनि एउटा हो सही कुरोमा सपोर्ट गर्नुपर्छ, तर जेमा पनि माथि राख्ने यो गलत हो। त्यो केटा पक्राउँदाखेरि सर त्यसमा 3-4 जना केटीहरू छ जसले छारा त्योसँग बोल्छ र उनीहरू लाखौँ लाख कमाइरहेछ। त्यो केटीहरूलाई पनि समाएर सार्वजनिक गर्नु पर्थ्यो कि, केटीले छारा बोल्न पाउँछ। मैले एउटा चिज के देखेको छु भन्दाखेरि यो सबैको कन्ट्रोल गभर्मेन्टले गर्न सक्ने रहेछ। किन भन्दाखेरि टिकटक त हाम्रो नेपालमा मात्र होइन, चाइनामा पनि छ, अमेरिकामा पनि छ, इन्डियामा ब्यान गरेको छ। त्यही टिकटकको कन्टेन्ट यदि नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने, तपाईँको साउथ अफ्रिकनहरूको कन्टेन्ट हेर्ने हो भने, तपाईँको छाडा बोल्ने, छाडा तपाईँको देखाउने, तपाईँको अङ्ग प्रदर्शन गर्ने खालको चिजहरू चाहिँ यो देशहरूमा हुँदो रहेछ, तपाईँको अन्डर डेभलपमेन्ट कन्ट्रिजहरूमा। र त्यही डेभलप कन्ट्रिज छ, तपाईँको अमेरिका छ, चाइना छ, अस्ट्रेलिया छ भने त्यसमा फेरि यस्तो खालको कन्टेन्ट राख्न नपाउने, त्यो टिकटककै तपाईँको रेगुलेसन्समा आउँछ त्यस्तो। त हाम्रो सरकारले चाहिँ यस्तो खुलेआम किन गर्न दिएको होला? अब यस्तो हो सर, यही अमेरिकाले बन्द गर्ने भन्दैछ टिकटकलाई, भारतले बन्द गरिसक्यो। जेसुकै गरेर जानुस्, उसको जमिनमा टेक्ने बित्तिकै बन्द हुन्छ भनेपछि यो नेपालले पनि गर्न सक्छ। तर नेपालले कतिखेर गर्दो रहेछ, जब नेताहरूको एमएमएस आउट हुन्छ बन्द गर्ने, आफ्नो सुरक्षा आफू भाइरल हुन मात्र प्रयोग गराउँदैछ के सर। यदि साँच्ची नै जिम्मेवार नागरिकको प्रति यो नेताहरू जिम्मेवार हो भने योहरू कुरो बन्द हुनुपर्ने सर। भारतले किन बन्द गर्यो? बन्द गर्नुपर्छ सर। समाजलाई विकृतितिर लानु हुँदैन। आज जुन यिनीहरूले राजा आउँछ भन्दैछ नि सर, राजा आयो भने परिवर्तन हुन सक्दैन। अब किन भन्दैछु भने राजा हुँदाखेरि पनि टिभी च्यानल थियो, रेडियो थियो, माध्यम थियो सर। अब त यहाँ सर छारालाई यिनीहरूले उपलब्धि माने। आज कस्तो भइदियो भने साइन्टिस्ट भन्छन् आफूलाई, 50-60 वर्षको मान्छे छन्, उहाँ सेक्सको बारेमा बोल्नुहुन्छ। अभियन्ता भन्छन्, अभियन्ताले सेक्सको बारेमा बोल्छ। महिला अभियन्ता भन्छ म जोसँग पनि गर्छु। एउटा नारी हुनुहुन्छ नि, कपाल सेतो पार्नु भएको छ, उहाँले भन्नुहुन्छ मलाई जोसँग मन लाग्छ गर्छु। के बोलेको सर? त्यो तपाईँको अधिकारको कुरो हो। तपाईँ जहाँसुकै गर्नुहोस्, मान्छेसँग गर्नुहोस्, कुकुरसँग गर्नुहोस्, त्यो तपाईँको अधिकार हो। तर तपाईँ एउटा प्लेटफर्ममा आएर तपाईँ एउटा नेतृत्व गर्ने आफूलाई देखाउँदै हुनुहुन्छ समाजको, र तपाईँले जथाभावी बोल्न पाउँछ। तपाईँले तपाईँको बोलीलाई मान्छेले नोटिस गरे हुन्छ, त्यहाँबाट मान्छे डाइभर्ट हुन सक्छ। तपाईँले नारीलाई नारी नाम राखेर कता लाँदै हुनुहुन्छ? अधिकार ठिक छ, तपाईँले जे पनि गर्न मिल्छ, तर जे पनि गर्न मिल्छ भने त्यसलाई छारा तन्त्रमा लानु भएन। सार्वजनिक रूपमा त्यसलाई बोल्नु मिलेन। आज त्यो कुरोहरू छ सर। भोलि राजा आइदियो भने यिनीहरू सुसाइड गर्न थाल्छन्।
जस्तो यो टिकटक यदि बन्द भइदियो भने सर आदि प्रब्लम सल्भ भइदिन्छन्। यहाँ श्रीमतीले श्रीमान विदेशबाट आउने बित्तिकै बाटैमा मारेर खोलामा फ्यालेकै हाम्रै धनुषा जिल्लाको केस हेरिसक्नुभयो। नारीहरूको तपाईँ धर्मको कुरो गर्नुहुन्छ, यस्ता यस्ता धर्ममा हेर्दैछु म, हिन्दूले न मुस्लिम छुटाइरहेछ न मुस्लिमले हिन्दू छुटाइरहेछ। एउटा बोयफ्रेन्ड, एउटा दाई, अनि एउटा सुगर ड्याडी रे, सुगर अङ्कल रे, 5-5वटा एउटा 20 वर्षको युवतीहरूले चलाइरहेछ। भोलि यो टिकटक बन्द भइदियो भने, फेसबुक बन्द भइदियो भने यिनीहरू त सुसाइड गर्छ। कहाँबाट आउँछ आइफोन? हामी कमाउने व्यक्ति धेरै जनकपुरका होटल देखा छैनौँ, क्याफे देखा छैनौँ। यिनीहरू सबैको डिस चेक गरिसके, सबैको इन्भाइरोमेन्ट चेक गरिसके भने कहाँबाट आउँछ के सर? यो बाउआमाले प्रश्न किन उठाइरहेको छैन? आम्दानी महिनाको 5 जनाको परिवार छ, महिनाको आम्दानी 15,000 छ। छोरी प्रत्येक दिन एउटा रेस्टुरेन्ट, एउटा क्याफे घुमेर आइरहेछ, हरेक 6 महिनामा आइफोन चेन्ज गर्दैछ। बाबुआमाले यसलाई रोक्न पनि त सकिन्न नि त। अब तपाईँको कस्तो भने जङ्गलमा आगो लागेको सरी भयो क्या सर? यो जङ्गलमा डरेरी लाग्दैन? सकिँदैन सर। डरेरी लागिसक्यो सबैजना। अब तपाईँको यही वेस्टर्न कल्चरकी तरह तपाईँको छाडा भइसक्यो सबै थोक। तपाईँको आजको युवालाई अब हेर्छु म 6 क्लासमा 7 क्लासमा पढ्छ, स्कुल युनिफर्ममै हुन्छन्, तपाईँको टाई लगाएको हुन्छ, चुरोट तान्दै हिँडिरहेको हुन्छ बाटोमा। म त युवतीहरूलाई हेरिरहेको छु जनकपुरमा। छन्, युवतीहरू पनि छन्। तपाईँको सोसियल मिडियामै भाइरल छ। तपाईँको त्यो हुक्का भन्छ, के भन्छ त्यो स्मोकिङ गर्ने हुक्का, त्यो खाएको फोटोजहरू भाइरल भइरहेछ अहिले। रहिस र धनीमा यही फरक भयो कि सर? यो माओवादी कालपछि यो देशमा धनी मान्छेहरू जन्मे। जब धनी जन्मिन्छ नि त यो क्रियाकलाप, भ्रष्टाचार धेरै हुन्छ सर। रहिस जन्मिँदाखेरि उसले आफ्नो धनको साथ आफ्नो संस्कारलाई पनि मेन्टेन गरेर हिँड्छ। म चाहिँ के देखिरहेको छु भन्दाखेरि भर्खरको युवाहरू छन्, युवतीहरू छन्, यिनीहरू चाहिँ एकदम यो कस्तो खालको लाइफ बाँचिरहेछ भन्दाखेरि बाल मतलब खालको। बाल मतलब एक्ज्याक्ट तिनीहरूको शब्द यही हुन्छ, बाल मतलब। एउटा युवतीले अब कतिवटा बोयफ्रेन्ड घुमाएको छ, के छ त्यो ततिर हामी नजाऊँ, त्यो त सबैले छल्लङ्ग भएको कुरा हो। अहिले चाहिँ यिनीहरू तपाईँको कस्तो कस्तो खालको नयाँ नयाँ टर्म्सहरू आएको छ क्या सर रिलेसनसिपमा? दर्शक मैले यस्तो युवतीहरू भेटिसकेँ। म त युवामा धेरै त्यो गरे हुन्छु। यस्तो युवतीहरू भेटिसकेँ, अङ्कललाई पनि रिलेसनमा राखेको छ, अङ्कलको एजको मान्छेलाई पनि रिलेसनमा राखेको छ, बोयफ्रेन्ड पनि चलाइरहेछ। र उसलाई सम्झाउँदाखेरि के भन्छ भने तपाईँले भनेको कुरो सही हो, बाल मतलब हो। बदनाम हुने भनेको युवा हो, जसले मलाई छोडेर जान्छ त्यही नराम्रो थियो। नारी यदि सही छ भने कुनै मर्दको औकात छैन त्यो प्रति हेर्ने हो। नारीको चरित्र सही छ भने सर। तर यो भर्खरका बच्चाहरूले एउटा ठुलो द्वन्द्व मचाउँदैछ सर। त्यसको कारण के हो भने अब घाटा त्यो आमाले भोग्नु परिरहेछ। त्यसको एकजना बोयफ्रेन्ड विदेशमा छ, उसलाई $2-4 पठाइदिन यहाँ गाह्रो छैन, उसले साथीभाइलाई पठाइदिन्छ, फलानुलाई पिट दे, फलानुलाई काट दे, त्यो अपराध हुँदैछ। कुनै न कुनै आमाले आफ्नो छोरा गुमाउँदैछ, कुनै चाहिँ डिप्रेसनमा गएर सुसाइड गर्दैछ, कुनै आमाले आफ्नो छोरा गुमाउँदैछ, कोही चाहिँ 2 जना आफैमा लडेर आफ्नो भविष्य सिद्ध्याउँदैछ, जेल जाँदैछ। एउटा आमाले आफ्नो छोरा गुमाउँदैछ। यो पापाको परिहरूको कारण यो कुरो बुझिदिनु पर्यो। तपाईँको दुई पक्षको युवतीहरू मैले भेटेको छु। एक युवती चाहिँ बाल मतलब युवा युवती भनौँ बाल मतलब लाइफ स्टाइल जिरहेछन्, बाँचिरहेछन् भने केही पक्ष युवा युवतीहरू यस्तो पनि छन् भन्दाखेरि यिनीहरू चाहिँ एकदम गन्दा गरिरहेछ। यो एक्चुअलीमा 5वटा 10वटासँग उठेर बसेर खेलेर नाचेर हुने केही होइन, भनौँ न फ्युचर ओरिएन्टेड त्यस्ता पनि छन्, नभएको होइन। र अहिले चाहिँ के देखिरहेको छु भन्दाखेरि त्यही युवा युवतीहरू तपाईँको यो क्लब लाइफ बाँचेर, रेस्टुरेन्ट लाइफ, यो तपाईँको टिकटक लाइफ, यो सब बाँचेर व्यस्त हुन्छन्। त्यसपछि तिनीहरू एउटा म्यारिड लाइफमा जान्छ र त्यो म्यारिड लाइफ तपाईँको धेरै लामो चल्दैन रहेछ। तपाईँको त्यो पेसेन्स जुन हुन्छ नि, त्यो संस्कार, त्यो धैर्यता, एउटा भनौँ न एउटा नारी एउटा घरबाट बिहे भएर अर्को घर गइसकेपछि त्यहाँनिर उसको रहन सहन उठबस त्यो कल्चर त उसले सिकेकै हुँदैन। ऊ त तपाईँको वेस्टर्न कल्चरमा भिजेको यो क्लब लाइफ हेरेको कल्चरबाट आएको
त्यसपछि डाइभोर्स भइसकेपछि अब पुरै समाजले उसलाई गिद्धको नजरले हेर्ने अनि त्यसपछि यसले पनि नोचेको छ उसले पनि गरेर नोचेको छ अनि त्यसपछि राजनीतिक जाने त्यसपछि राजनीतिकमा जाने समाजसेवी हुने हजुर त्यो जनसङ्ख्या देखिँदैछ काजु काण्ड पनि हेरिहाल्नुभयो हैन काजु काण्ड पनि हेरिहाल्नुभयो त्यही हो सबै थोक गर्ने अनि समाजसेवी अनि लास्टमा फेरि एकैछिनमा बुवा भन्ने एकैछिनमा रेपिस्ट भन्ने यहाँको त्यो चरित्र नै भइसक्यो सर मैले यहाँ क्लब जानको लागि बोयफ्रेन्ड बनाएको महिलाहरू हेर्दैछु सर र आफ्नो बोयफ्रेन्डलाई रातारात छोडेर डिपेन्डेन्टमा विदेश जानको लागि भाग्ने युवतीहरू पनि हेर्दैछु के सर समाज कहाँ गयो भने यो हामीले अध्ययन नै गराएनौँ सर यो हामीले के भन्छौँ भने सर यो नाइटो जुन छ नि यहाँ ज्वरो लागोस् चिसो लागोस् गर्मी लागोस् शरीरको बिरामी यहाँबाट निको गर्न सक्छौँ हामीले त्यसको अध्ययन छ सर र यसलाई देखाउनु हुँदैन यो महिलाले मात्र होइन पुरुषले पनि देखाउनु हुँदैन कि यसमा हावा लाग्नु हुँदैन भन्छ तर आज त कस्तो अवस्था आइसक्यो भने रिङ लगाएर तपाईको घुमिरहेछन् टिकटक राम्रो कुरो हो सर त्यसलाई राम्रो तरिकाले प्रयोग गर्नुस् आफ्नो कला देखाउनुस् समाजमा के राम्रो हुँदैछ देखाउनुस् विदेशतिर पनि गर्दैछ सर हामीले चाहिँ के गरिसक्यौँ भने टिकटकमा लाइक र भ्यू भनेको स्तन नाइटो देखाउने हैन र लाइक र भ्यू कमाउनको तर्फ गयौँ अब त यस्तो अवस्था आइसक्यो सर हामीलाई पनि चिन्न गाह्रो भइरहेछ टिकटकमा रातभरि हेर्छौँ बिहान चौकमा भेट्दाखेरि चिन्या हुँदैनौँ त्यो मान्छे नै फरक छ कि सर फिल्टर र हामीलाई त्यो गाह्रो हुँदैछ त्यो बनाउने व्यक्तिहरूको सेल्फ कन्फिडेन्ट नै हराइसक्यो कि सर या त फिल्टरमा नाचेर देखाएको हुन्छ शरीर पुरा होइन भने दिउँसो चाहिँ मास्क लाएर घुम्या हुन्छ सेल्फ कन्फिडेन्ट हराउँदैछ सर के नारीको शक्ति त्यसको सभ्यतामा हो त्यसको चरित्रमा हो सर हैन अहिलेको के शिक्षा दियो भने यो तिमीले जे पनि गर्न मिल्छ तिमीसँग यदि ब्रेस्ट छ र थाई छ हिप छ भनेर यो गलत दिशा देखाइयो र त्यसमा हामीलाई सजिलो लागेको कारण हामी त्यसको एकदम युज टु भयौँ के त्यो केही होइन सर अब यो जुन चलिरहेछ नि सर अहिले त सबैलाई मिठो लागिरह होला गुलियो लागिरह होला तर समय साक्षी छ तपाईको समय परिवर्तन हुँदो रहेछ यही गुलियो धेरै भए पनि जब तितो हुन थाल्छ नि तबसम्म त तपाईको धेरै समाजमा द्वन्द्व फैलिसकेको हुन्छ तर अन्ततः फेरि सायद परिवर्तन हुन्छ भन्ने आशा सरकारले नै परिवर्तन गर्छ सरकारले नै भारतमा हजुर यहाँ त अब कस्तो छ सर म त्यही भएर म पीडित भएर राजनीतिकमा गएको हो आफ्नो पीडा सक्न तर मैले त्यहाँ हेरेँ मलाई यिनीहरूले दलाल बनाइदिन्छ यहाँ त कस्तो छ सर भने म राप्रपाको लागि यहाँ सङ्गठन बनाउँदाखेरि जुन हिन्दूवादीलाई मैले 2 वर्षदेखि भाइ बाबु साथी भनेर हिन्दसँगै भन्दाखेरि हामी राजा बिनाको हिन्दू राष्ट्र राजा गलत हो भन्नेहरू आज हेर्छु काठमाडौँमा स्टेजमा चढेर हामी पुरा मधेस नै उठेर आइसक्यौँ 25,000 50,000 भन्छ र राजा चाहिन्छ नै भन्छ यहाँ जब तपाईको नियत नै सफा छैन तपाई के गर्दै हुनुहुन्छ भने परिवर्तन हुन्छ भन्ने लाग्छ यस्तो अवस्था छ सर नभए भारतमा यही बजरंग दलहरूले लट्ठी हान्छ सर भाटा हान्छ र प्रशासनले पनि चुप्प लाएर हेर्छ के यस्तो नियममा ल्याइदिया छ पार्क भनेको घुम्नको लागि हो एस मौजको लागि हैन राति क्लब भनेको एउटा सिस्टमेटिक तरिकाले जाने सम्बन्धित व्यक्तिसँग जाने हो जथाभावी गर्ने हैन छिरेर ठोक्छ के सर तरिकामा ल्याउँछ त्यो त मैले नि देखेको छु तपाईको भ्यालेन्टाइन डे मनाउन नदिने त्यो सिस्टम आउँछ नेपालमा सर भ्यालेन्टाइन डे को दिन भाइ बहिनी पनि सँगै निस्किदैन सर घरबाट यस्तो माहौल छ त्यहाँ जहिले पनि सर सभ्यताको लागि भय चाहिन्छ सर परिवर्तनको लागि पनि भय चाहिन्छ हाम्रो दुर्भाग्य आफ्नै साथीभाइले आफ्नो साथीभाइलाई मार्न लाए र जो बाँकी छन् त्यो फेरि त्यही नेताहरूको बुई चढ्या छन् जसको अर्थी निकाल्या थियो मधेसमा यो दुर्भाग्य हो सर त्यही भएर यसपालि चाहिँ त्यो टाइम बनिरा छैन तर तपाईले पटक पटक सोध्नुहुन्छ नि अब के हुन्छ सर जनताले के पाउँछ र यिनीहरुको जुन गइरा म तपाईलाई आज त्यो क्लियर गर्दिन्छु सर हजुर यो पीडा अहिले लास्ट स्टेज होइन
यो अझ बढ्छ सर। अझ बढ्छ। र धर्मको कुरो यदि तपाईले बुझ्नुहुन्छ भने 2025 यो महाभारत काल हो सर, सुरु भइसक्यो। 29 मार्चदेखि कल्की जन्मिन सुरु भइसक्यो सर। एउटा कल्की भनेको एउटा त्यो पात्र हो जसले अब अन्त गर्छ यो युगको, कल्की हजुर, यो युगको त्यो जन्मिँदैछ सर। अति अत्याचार अति हुनुपर्छ अनि त्यो काम गर्ने हो र यो कुरोहरू हुन्छ सर। अब यसमा चाहिँ ट्रायलमै यति थोक भइसक्यो, त्यो न युवाको मानसिकता रह्यो न त्यो किसिमको युवा छ तटस्थ। र अर्को कुरो चाहिँ अब यो धर्मको सवालमा चाहिँ अब तपाईँले कल्की अवतारको कुरो गरिहाल्नुभयो। अन्ततः जसले जे गरे पनि कल्की अवतार आइसकेपछि अब हिन्दू धर्म चाहिँ मासेर जाँदैन खालको कुरोहरू पनि छ ग्रन्थ पढ्ने हो भने। हामी एक्चुअल हिन्दू नाम, हिन्दू धर्म र हिन्दू खानदानमा जन्मिएको हामी मान्छे भन्दा त्यो खैरेहरू विदेशमा छ नि तिनीहरूले बढी सिरियसली लिइरहेछ हिन्दू धर्मलाई। हामीले चाहिँ यसलाई खेलाची लिएर गरेका छौँ। उनीहरूले स्टडी गर्दैछ, अध्ययन गर्दैछ अनि उनीहरूलाई अनुभव हुँदैछ कि यसमा शक्ति रहेछ, शक्ति छ भने। हामी हिन्दू आफूलाई भन्छौँ यो राजनीतिको लागि, ठाउँ पाउनको लागि, तर हामी अध्ययन गरिरहेको छैनौँ सर। कुन व्यक्तिले या कुन संस्थाले पढाउँदैछ के सर? यो विश्व हिन्दू परिषद दिस द्याट छ, यिनीहरूले राजनीति गर्नको लागि संस्था खोलेका छन्, यिनीहरूले अध्ययन कहाँ दिइरहेछ सर? हामी आफ्नो डिएभीको प्रोडक्ट थियौँ सर सानो कालमा। माओवादीले हाम्रो राजनीतिक बलात्कार नगरुन्जेल हामी केही बन्न सकेनौँ, त्यसको कारण हो प्रचण्ड। नभए हामी त्यतिखेर पढ्दाखेरि सर ओम भूर्भुवः स्वः तस्य ऋतुवरेण्यं भर्गो देवस्य धीमहि धियो न प्रचोदयात् अगस्तो माधवश्च मुचुकुन्दो महाबल कपिल मुनि रास्तिका पञ्चायते सुखसाइनमा करागे बस्ते लक्ष्मी कर्मुले सरस्वती स्थितो वर्मा पर्वाते कर दर्शनम। अहिलेसम्म कण्ठस्थ छ के 2-3 क्लासमा पढ्दाखेरि यो सिकेको। यसमा के छ भने दिउँसो गायत्री मन्त्र पढ्नुपर्छ, उठ्दाखेरि एउटा मन्त्र पढेर उठ्नुपर्छ, खाँदाखेरि मन्त्र थियो। यो सबैको एउटा केही न केही यदि हिन्दू भन्नुहुन्छ भने यसको मान्यता छ। हामीले त्यति सिक्यौँ, आजसम्म याद छ, हाम्रो बालबच्चालाई छैन। यहाँ धेरै विज्ञ पिँढीहरूलाई थाहा छैन सर यो कुरो। रिसेन्टली हिजो अस्ति हो क्या अरे हाम्रो अहिले मध्य प्रदेशको शिक्षा मन्त्री रानी शर्माज्यू, हजुर, उहाँले प्रेस वार्ता बोलाएर चाहिँ अब शिक्षामा नयाँ नीति ल्याउने, सुधार ल्याउने कुरोहरू गर्दै हुनुहुन्छ। र यदि यो माननीय रानी शर्माज्यूकोमा यदि हाम्रो यो पोडकास्ट यदि कसैले पुर्याइरहेछ भने एउटा मेसेज मेरो तर्फबाट पनि, यो जुन संस्कृत हाम्रो पाठ्यक्रमबाट जुन हटाइयो यसलाई पुनः लागू गर्नुतर्फ चाहिँ अब हाम्रो प्रदेश शिक्षा मन्त्री माननीय रानी शर्माज्यूलाई हामी आग्रह गर्न चाहन्छौँ। एक्चुअलीमा के हो भन्दाखेरि जुन हामी अर्थविहीनको जुन हिन्दू भएको छौँ नि, हामीले धर्म ग्रन्थ यो सब छोडेरै हो। म ठोक्वा भन्न सक्छु 80% हिन्दूको घरमा श्रीमद् भागवत गीताको किताब, रामायण, रामचरितमानस, यो मध्ये कुनै पनि किताब छैन होला। त्यहाँ धर्मको त कुरै गरेर साध्य छैन नि सर।